लालाजी फिक्कापन बनाउँदा बनारसे वाला। लालु र लालाजीको जोडीले त्यसलाई मार्केट खाइरहेछ है। के बोले भाइ? के बोले? आउँदै गर निर्माया माया नमार। होइन होला के हो? हेलो ग्याङ, वेलकम छ विशाल ठकुरी ब्लगमा। फेरि नयाँ ब्लग लिएर आइसकेको छु है। यता आर्थर काउलेबाट हामी चाहिँ गेम खेल्न जाँदैछौँ। अब गेम परिसक्यो अरे। बवाल मान्छे त राम्रो के कालो एडी जस्तो हेन्सम मान्छे को छ र गण्डकी गर्दैछ। ईश्वरी लालुजी खोइ लालाजी हो म तिमी ईश्वरी रे, म लालाजी, यता लालुजी। ठुलो हुन्छ क्या। एडीले भ्यायो, गण्डकी भ्याछ है एडीले। हाम्रो अब गेम हुने होला छ, निस्केर जानु लाग्यो। हेर्दै गर्नु होला के हुन्छ, अपडेट दिइराख्ने छु ल। ईश्वरी ओइ, हाम्रो जर्सी यही हो। हमारा प्यारे लालाजी फिक्कापन बनाउँदा बनारसे वाला। यस्तै ल हमारा प्यारे लालाजी फिक्का फाइनली ग्राउन्ड भथिमा आइपुग्यौँ है। यहाँ डाँडा रहेछ, बब्बाल राम्रो यार, खतरा रहेछ है यो ठाउँ होइन। चारैतिर देखिने उही खतरा देखिने। दुईजना ईश्वरी र लालुजी सिरियस मोडमा हुनुहुन्छ। हाँस्यो सिरियस भयो, यता फर्केर हाँस्यो, सिरियस भयो। र टिम म्यानेजर हुनुहुन्छ हाम्रो मनोज गुरुङजी हो, हाम्रो आदरणीय दाई मनोज गुरुङ। उहाँ काउले प्रगतिशील युवा क्लबका अध्यक्ष पनि हुनुहुन्छ। उहाँले निरन्तर कार्यक्रम राख्दै आउनुभएको छ र सम्मान गरिदिनु हुन खेल संयोजक नितिन श्री र विकास गुरुङज्यूलाई म अनुरोध गर्दछु। र सम्मान ग्रहण गरिदिनु हुनको लागि विवेक ठकुरी, विशाल ठकुरी, विश्व ठकुरी, अशोक ठकुरी, मदन ठकुरी, मिलनचन्द ठकुरी, विश्वास अधिकारी, ईश्वर सुनार, रमेश गुरुङ र धीरज ठकुरीज्यूलाई म अनुरोध गर्दछु। सम्पूर्ण खेलाडीहरूलाई भोलि त फाइनल हो भाइ। होइन बस्न दाइ, हजुर बसिहाल्छ नि। लालु र लालाजीको जोडीले त्यसलाई मार्केट खाइरहेछ है। के भन्नु छ र जस्तो के अरे हाम्रो दुबई किङ अनि हाम्रो के छ लालु, कस्तो भइरह महसुस?
हामी अहिले यति बेला पर्वत त्यसमा आल्थर काउलेबाट भलिबल खेलिरहेको जो यहाँ आउँदा चाहिँ भलिबलको क्रेज चाहिँ अलग भेटियो होइन खेलाडीलाई पनि सबै भेटिएको छ अझै सुनमा हुन्थ्यो भलिबल नि माथि पुग्थ्यो भलिबलको देन ठिक छ यतिको गर्नु भनेको धेरै ठुलो कुरो त्यो काले गेम हुँदैछ यो पछि चाहिँ हाम्रो क्वार्टर फाइनल गेम हामी डाइरेक्ट क्वार्टर फाइनल टाइसिड आउट भइसकेको छ हामी रेस्ट गरिरहेको छौँ लालु हामी चाहिँ सेमी फाइनल पुग्यो एडीले फेरि सोल हानेर डाँडै कटाइदियो ल अब सेमी फाइनल चाहिँ एकछिनमा छ है निर्माया माया नमार हाम्रो चाहिँ आज हाम्रो गेम सेमी फाइनल भएन भोलि रे हामी चाहिँ फर्किँदैछौँ है खेल्दा भएको के हो विशाल दाइ कुरो म त केही बोलिनँ है यो विषयमा चामलको चौलानी ईश्वर जसले बिच बिचमा गीत गाइदिने फुलमा भमर आउँदै गर निर्माया माया नमार आज फेरि बेलुका पुरा डान्स रे फेरि यस्तो पुरा फेरि फेरि केटाहरू फेरि फिलिङ्समा नाच्ने चाहन्छ फेरि म डान्स सिकिरहेको कडा छन् हुन्न र हामी जस्तो नाच्ने हुन्न र राम्रो नाच्नु पर्छ र तान्दा पनि नजान्ने यस्तो चिप्लो छ जस्तो देखिने है यो है यो पहिलाको बुढाले कसरी गर्यो होला नि कि हेर्नु कति दुःख गर्यो आँटे होइन है ल फाइनली हामी आइपुग्यो है घरमा बाइक चलाएर आएको बाइक त यहाँ छ यारी कोठारी खुट्टा फोहोर भएछ मिठो चिया हान्नुपर्छ चिया हामी चाहिँ भोलि फर्किन्छौँ होला यो पुरानो डिजाइनको घर छ है ईश्वरी के छ भनेपछि आफ्नै गाउँमा नि चिनेनन् दसैँमा तिमीलाई चिनेनन् दसैँ जाँदा यत्रो गेम जितेर गएको पनि चिनेनन् है ल है हामी अब एकछिन फ्रेस हुन्छौँ एकछिनमा भेटौँला आज प्रोग्राम छ हेर्नुपर्छ सबैले